आफैलाई ह्यान्डसम ठानिरहेछस्। चल कसैले 25,000 यो हाम्रो साथी साधन हेरेर त हेर्नुमा पुरा ह्यान्डल चलाएर चटपटालाई पैसा छैन भने टमाटा है 20 रुपियाँ गया हरेला यार त्यहाँ पुलदेखि हामी फाले त भइगयो यार यो वर्सेस गाइस। तो आज हामी चाहिँ मेलामा जान लागि सतिरहेको छौँ। स्वागत छ मेरो ब्लगमा यता मेरो भाइ अब जाने हो ट्याक्क गएर मेला पाइ जाने हो हेर्नु त कस्तो होइन ल होइन आफूलाई ह्यान्डसम ठानिरहेछस्। आफैलाई ह्यान्डसम ठानिरहेछस् नि पक। चल चलो हिजो पैसा त छ यार मसित 1000 रुपियाँ लगेर खाउँ चाउमिन यति त होला नि रेस कहाँदेखि जाने हो माथि थाहा भएन जाउँ त जाउँ हाम्रो वा एकको खै ऊ चाहिँ देखिरहेको छ नि ऊ चाहिँ त्यो पनि जान्छ के अरे जाउँ हाम्रो क्यामेरा यस्तो तल छैन क्या हुन्छ त ट्याक्क यस्तो गर्ने एकतर्फ फोटो यस्तो गर्ने एकतर्फ फोटो गरेर त्यो तल छैन जङ्गलमा चाहिँ हामी पुगिसक्यौँ होइन जङ्गलबाट जाने हो किनभने यहाँदेखि त्यो बजारदेखि जाने हो भने त अटोमा भाडा छैन हामीहरूसित त्यही भएर चाहिँ हामी चाहिँ जङ्गलबाट हिँड्नु पऱ्यो सर्टकट क्या सर्टकट अहिले एकछिनमा धेरै नै आधी घन्टामा हामी पुगिहाल्छौँ जरीतिर त्यसपछि जरीबाट हामी जाने हो ट्याक्क मेला कहाँको मेला गरिदिनुहोस् एकदम राइट अनि हिँड्न चाहिँ हामी सुरु गर्छौँ। हामी चाहिँ आइसक्यौँ यहाँ जङ्गलमा अनि किनभने पैसा छैन नि त यहीँबाट हिँड्ने त भइगयो हो कि न यी हाम्रो नानीहरू यता हेर न काकी नानीहरू हुन् यता हेर कला कति पैसा ल्याखे हजुर कति पैसा ल्याखे 2000 जम्मा कति गरे 2000 चल कसले ल्याखे 25,000 जब त हेर न यिनीहरूका दी भाइ 500 लाउ नि त हेरौँ तो अहिले चाहिँ हामी आइसक्यौँ जरे बजारमा। यहाँ चाहिँ गाडीहरू छन् यो चाहिँ मेन रोड हो जरेको हल्का परिरहेको छ मेन रोड यो चाहिँ मेन रोड हो। अहिले एकछिनमै हामी चाहिँ आधी घन्टामा चाहिँ पुगिहाल्छौँ मेला। त अहिले चाहिँ हामी चाहिँ बजारतिर यस्तो घुमघाम गर्दै अब चाहिँ यहाँको नजारा चाहिँ हेर्नु तपाईँहरू। यो हाम्रो साथी शिशिर बुझिकिन कति ल्यायो शिशिर पैसा जम्मा यतिमा कति ल्याएको हामीले पनि 1000 त म त खुब भन्छु यार दुई भाइले केदार त हिरो को हिरो यो कहाँको हिरो घर कहाँ बाबु मार्क्स त हटाउनु शिशिर यार त कस्तो मान्ने खायो क्या। त्यसपछि म चाहिँ मेलातिर आएँ अनि मेलातिर आउने बित्तिकै यताउता हेरेको त चटपटेका पसलहरू धेरै पसलहरू रहेछन् अनि म र भाइ अलि पर गएका थियौँ कि बिच बाटोमै हामीलाई दाइ भेटिहाल्यो अनि त्यसपछि दाइ र मेरो कुराकानी हेर्नु होला। हाम्रो दाइ मुर्ला त मैले पर देखेको थिएँ म अटोमा बस्दै अटोमा आउँ क्या अटोमा आएँ हामीले हिँड्दा आयौँ हिँड्दा त आयो नि त के अरे जात्रीबाट गए हेलो हेलो ओ दिनेश मैले त मेलामा धेरै जनसङ्ख्या हुन्छ भन्ने सुनेको थिएँ यार अहिले त हो कि क्या अब धेरै छैनन् क्या हेर न कति रुपियाँ ल्याउँछु मैले 1000 रुपियाँ मात्र ल्याएको मैले यति लो हेर्छ त मेला चल्छ ऊ हेर न यस्ता खेलहरू छन् यार कति पैसा लाग्छ होला यस्तामा हेर न अभी मजा आएगा ना भिडो चश्मा देखाना अच्छा वाला कौन लगा था
प्रहरीहरू हेर्नु न तिमीहरूलाई मैले चरा भेटाउँ क्या भेटाइन्छ भेटाएपछि ऊ हाम्रो पुलिसहरू के भयो भने त फेरि त्यहाँ भेटाएँ हो यार हाम्रो आर्मी हाल्ला नि गरे यार जाउँ पर भित्रतिर जाउँ न हेर न सेटअपको ठाउँ हेर न पुरा अहिलेपछि यहाँ कार्यक्रमको लागि आउँछन् मान्छेहरू पुरा कुकिङ मास्टर चलिरहेको खोजेर खाइमा बहुत महँगो छ माटीको नै ग्यास गर्छु त लाग्छ नि आज त 20 हो नि आज कतिको थियो मतलब 20 कति हो क्या ठुला पिङ हुन्छ ऐसे कैसे लोग रहते हैं यार यहाँ पर अरे यस्तो छ यार पुरा म त आफ्नो खेला हेर्नु मेरो भाइ चाहिँ खेला है फेरि मेरो भाइ फेरि उत्रे त्यहाँ अगाडि गइसक्यो राजन हेरेर त त्यसपछि म चाहिँ तल सुबघाटको भेरीतिर गएँ सुबघाटको भेरी आइसक्यो नि त उच्च सुबघाटको भेरीमा चाहिँ आइसक्यो डुङ्गाहरू आइरहेका छन् हाई हेलो अब मोबाइल फुट्ला यार कतै क्या होला क्यामराम्यान दिनेशा फोटो खिचिरहेको छ नि त फेरि मेरो भाइले क्या सीन है जन्नत दिखाई दे रही है मेरे को अब क्या हो यार दिनेश थाहा भएन हेर्न म कसरी मचाहन मचाउनु पनि हेर वा आइस स्पिड यसरी मचाइराख नि त यार हामी बसेर कस्तो होला फेरि या हामी जस्ट हेर्न मात्र सक्छौँ यार के गर्न सक्दैनौँ लाइफ ज्याकेटहरू हेर्नुमा पुरा ह्यान्डल चलाइरहेको म हेर्न कसरी मचाहन बिजनेस यार एकचोटिको अब पछि भाइ योभन्दा नि बढी आउनु सक्छन् त्यता टाइटानिकको जहाज आइन्छ कि अर्कोचोटि यता 10 मिनट टाढा गएको हिँड्यो असली त यो अघि नै जुम गरेर भा अहिले त यस्तो यो क्या बगाइरहेको हो मलाई पनि थाहा भएन त्यो बगेर गए नि नतोडिने बन्धन माया हो रिभर्स गियर आइसक्यो नि त राइडर अमर राइडर नो फाइडर को हो कि राइडर त्यही खाला रहेछ हामी ब्लग बनाइराख्यो नि त यस्तरी पानी आएको त यार दिनेछ त्यसले गर्दा हानै दिनेछ अहिले भर्खर कसको आयो लामोस् भन्छ नि त यार यता भाइ यहाँदेखि त्यहाँसम्म देखि आइन्छ कति टाढा ए टाढादेखि हेरेर कति सानो माने नजिक गएर ठुलो हेर्नुमा मान्छेहरू कराउँछ नि यार यत्रो ठुलो साइकलको दुईवटा पाङ्ग्रा होइन चटपटे खानालाई पैसा पनि हुनु पर्यो अलिकति पैसाले को कहाँ हुन्छ यार चटपटालाई पैसा छैन न त्यसपछि म भेरीतिर घुमिन मैले चाहिँ माथि आइकन खेलहरू हेर्न लागेँ अनि मेरो भाइले पनि खेल खेले यस्तो खेलमा मजा आउँछ क्या गएको इच्छा फेरि अर्को पनि गएको त्यो बोतललाई नछुएर सिधो जाने
सिधै जानुपर्छ नि त यस्तो त ठग गएको नि त नि खिलाडीहरू इच्छा हाम्रा नेपाली खिलाडीहरू हेरौँ अब ठग्नलाई सबै आयो क्या पैसा पैसा बर्बाद पैसा बर्बाद त्यो जान त खेले ऊ छिन 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 लग्यो लग्यो 1500 पाउनु छोड़ देगा जत्तरी ओ छोड़ दे ठग गया क्या ठग ल पैसा यहाँ आयो ल जहाँ पैसा लाग्यो त्यसको नम्बर आयो नि भयो एक आयो नम्बर खाने पैसा आसँग पैसा कति माले है भाइलाई यति माले रहेछ हेरौँ अब कति आउँछ तल नम्बर 1 फेरि 6मा आयो 6मा हाल्यो नि त भाइले नि त कमाइयो टाट आज है ल हेरौँ यो कता आउँछ कसको डिजे चल्यो फेरि आयो सारा आयो भाइका टट हुँदैछ है ए आउँछ 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 सारा आयो भएन कमाउँदैछ है भाइले फेरि अरे हाँ यार भाई यार ये भाई यति रहेछ यार भाइ खेलाउन अब म त्यहाँ हालेको चाहिँ म आफै नै खाले त खालि तिम्रो बिचमा हनाउँछ यार यार खालि जगाइदियो पाँच एकै हान्नु त नि हो त अब एकै हान्ने हो कहाँ लाग्यो हट 20 रुपये गया 40 कति गयो फेरि 20 यो चाहिँ ठुलो लगी तैँले किस्मतको खेल हो दिनेश किस्मत त्यो त यस्तोमा धेरै जस्तो गयो क्या फेरि गयो तेरो पनि भाइले भ्याइदियो क्या सब है यहाँ पर क्या चल रहा है तो खुर्खा रहेछ यार मेन यो अर्को फर गरे सानो फर गरे सिस्टम सानो भए पनि पैसा त दरो कमाइन्छ त अब कसको किस्मत भाग्य छ तेरो भाग्य क्या बदनेस हेलो सुरक्षित मित्रहरू श्री राजलाई सुन्दै हुनुहुन्छ कृपया अब चाँडोभन्दा चाँडो मञ्चमा सम्पर्क राख्नका लागि अब चाहिँ हामी जान लागेको छौँ होटलतिर अब खानसाना खानु पऱ्यो किन एबार अब खानसाना खानको लागि होटलतिर जानु पऱ्यो दिनेश हाम्रो कुदी कस्तो आएको थियो कस्तो हुन्छ कस्तो तलो चाउमिन के चाउमिन चाउमिन छैन कति रुपियाँ प्लेट हो हाफ 50 रुपियाँ प्लेट हो भेजमा मासुको 120
फुल काम गर्न 50 को 3टा बनाइदिने होइन 3टा बनाइदिनु आएछ कुर्सी त छैन बे 3टा लागि उल्टा रहेछन् अहिले चाहिँ हामी नास्ता खान आएको छौँ यसरी मेरो चाहिँ राम्रो रहेछ यार कल के राम्रो मान्थे मैले पनि मान्दैन यार अब चाहिँ चाउमिन अर्डर गरेँ हौ अब 3 प्लेट चाउमिन त्यहीको लागि अब खिन राखेको छ हेर त आफूलाई ह्यान्डसम सम्झिरहेको छ क्या हो पानी घोप्टाइदियो आयो नि त जय बराबर भन्ने यार हेरमा पानी घोप्टाइदियो यत्रो बराबर यसलाई त क्या भन्ने क्या नभन्ने आयो दिनेश दिनेश यता हेर दिनेश यता हेर यता नास्ता हेर अन्त देखिया राम्रोसित म पनि खान सुरु गरौँ पऱ्यो यार फुड ब्लगर गरेँ त्यसपछि मैले चाहिँ होटलको खानासाना खान सुरु गरेँ नाम के तपाईँको मेरो पनि दिपेश सेम टु सेम प्लस सबैले अब गाइजहरू होइन सबैले सपोर्ट गर्नु पर्यो मेरो भाइलाई होइन ल यसो मेरो त भइसक्यो यार खाना तेरो इतने लोकेश दाइको छ जान्न यार नाच्यो यहाँ म त पुरा लास्टसम्म हेर्नु होला अनि मैले पानी खाएँ गाइजहरू होइन अब पैसा तिर्नु त भइगयो यार खानसाना खाएर त्यसरी ऋतिक हेर न ए केटाकेटी पनि हरेला यार क्या यार 100 रुपियाँ चाउमिन खाया 1000 को नोट दिया हूँ अब ल हुँदैन नि त ल बनाउनु चाहिँ भइसक्यो अब क्या हार्ने अब क्या हार्ने खुल्ला भएर आयो पैसा आउनु पऱ्यो याद गर्नु अब जानु पऱ्यो खाना आयो अब के नि अब मेलातिर जाने यार सामान पनि किन्ने हो अब यो कुरा त्यो मेला उयो चाहिँ यस्तो देखिन्छ यार यहाँदेखि म पो देखेँ हेर्नु मन लागेको छ भने हजुर कति पनि दर्तामालिक मञ्चमा आएर नाम दर्ता गराउन सक्नुहुन्छ अब हामीले एकछिनमा आज ऐतिहासिक शुभकामना 2082 तेस्रो दिनमा यहाँको माझमा उपस्थित छौँ यहाँहरूलाई मनोरञ्जन दिलाउनका लागि हाम्रो 18 गते यहाँहरूका माझमा विभिन्न राम्रो चुज गरेर दिनुहोस् काला सेतो रोज्ने क्या यहाँ त अर्का रङ छैन न हल्का सादा जस्तो देखियो अर्को किन हेरौ न यिनी हुन्छ नि यिनी पनि त्यही हुन् क्या यिनी राम्रो लाग्यो यार मलाई त यो कालोको छ ठिकै छ यही किन दिनु सहीको भने है माइजु यता हेर्नु गच्चा गच लगाउँदै कौन सा सिस्टम है रे किन्ने ल त छिटो कता
मार राम्रो त देखिया है यही होला 180 दी कति काउन्ट गर्दै त्यो ठुलो कति काउन्ट गरे 400 का कोल किन्नुला ठोक्कै अहिले के पैसा किन्ने त 950 त पुरा के किन्नु त के किन्नु एउटा लाउ 100 रुपैयाँ अघि एउटा किन हुन्छ किन हेर्ने बेलामा फाइदा त उठाउने हो क्या यार 100 रुपैयाँमा सबै भए अन्त निद्रे सर कमरा किन्नु पर्छ मेलामा त यस्तो खाना लागि आयो म त विदेशपुरी मुजा लगाउन ला दाइले यहाँ मङ्की क्याप लगाइसक्यो अनि मैले चाहिँ नर्मल क्याप दाइको पैसा कति हो त्यहाँ 700 कोही डान्सरहरू हेर्नु हाम्रो ऊ त्यहाँ पर धनराम सरकार मिल्छु हेर्न धनराम सरकार मिल्छु ऊ हेर्न धनराम सरकार मिल्छु हात मिलाउनु त दाइ कति भयो 20 गराइदिनु न 50 को 20 गराइदिनु न 3 दाम एक गराइदिन्छु अनि 60 रुपैयाँको है अनि तान्दै खाँदै गर्नुलाई कुछ समझे दाइ बिग फ्यान हात मिलाउनु तपाईँको मैले हेरेको यार हजुर तपाईँको भिडियो हेर्छु खतरा 60 सबैले एक खाला र आधा पनि हाले आज कति गुना गराया बनाउने नि त कस्तो होइन नि त म फर्स्ट राइट यार पायल त्यहाँको ब्लगर त यस्तो खाइयो नि त आज यो माछाले चाहिँ मेलावाला पार्कमा आएको छु हेर्नु त्यहाँ पुलका तलै रहेछ डाइरेक्ट अनि हेर्नु रियल अनि यो कति ठुलो भ्यापहरू रहेका छन् अनि मेरो भाइ चाहिँ कहाँ गयो यार हेर न यार पुरा यो सब क्या हेर्ने सबै बस्न लागि यस्तो रहेछ त माहौल यार घुमाउने त्यहाँ पुलदेखि हाम फाले त भइगयो क्या अरे रेलको नजिकै छु है फेरि यो चाहिँ रेल नजिक यो भ्यू हो पुरा हेर्दा दुःखेर यस्तो विश्वास नगर्नु कसैले पनि को चरो यो आकाशमा उडिरहेको छ आकाशमा उडेछ चरो मैले चाहिँ आइसक्रिम किन्ने नि अब चाहिँ आइसक्रिम खाँदै जाने हो अहिले बस्यो अब पनि हुन्छ त अरे सुन्तला किन्नु पर्यो अरु के हुन्छ सुन्तला अझ के किन्नु ख राख्दा दिनुहोस् ल 100 को लग्ने हो कि ड्रेस दिनेर सहीको दिन के काम नि हामीहरूको अब हजुर जेल त
100 रुपियाँ दियो पैसा भिडियो देखाउने त हे त देखेँ तिमीलाई लोभी मन लोकेश छुट्टी भयो जाऊ सुन्तला किन हुन्छ लोकेश सुन्तला उही छुट्ने फेरि घरमा के हो दिनेश कति गरिदिनुहोस् अब त ठुल्ठुला त छाने राम्रै रहेछ क्या हामी रोज्नु परेको अहिले जसले फेरि चल्छ नि ए फाल्ने त्यतिकै यति 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 कति कति गरिदिएर 50 को लोकेश आएको जेरी किन्ने गरेर अब दे त को हिरो यो कोही हिरो यस्तो यो कुन सेलिब्रेटी हुन् लाग्छ सुति यार यो गाई त हामी चाहिँ पुसाको अटोमा बसेर यहाँ होटलमा चाहिँ हामीले चाउमिन मगाएको छौँ एकछिन चाहिँ रोक्नुपर्छ एकछिन चाहिँ हामी होटलमा रोक्यौँ अहिले चाहिँ 3 बजिसकेको थियो त्यसपछि हामी एकछिन गफसफ गऱ्यौँ खाना आउने इन्तजार गऱ्यौँ मैले चाहिँ पेट ढारेको कारणले मैले चाहिँ 20 रुपियाँ मात्र चाउमिन मगाएको छु अनि लोकेश दाईको टोपी चाहिँ अटोबाट आउँदै आउँदै छरिकिन कता गएको रहेछ मैले खाना सकेर 20 रुपियाँ मात्र मगाएको छु ओन्ली 20 रुपियाँ हो क्या बन्द गरे यार यो कहीं गए लोकेश तँलाई आजको लागि चाहिँ यति छ भेटौँ नेक्स्ट ब्लगमा बाई बाई दृश्य तार बाई भन् त बाई बाई अब बना